सम्पूर्णमा नमस्कार। आज म मेरो यो युट्युब भिडियोमा डच डिजिटको बारेमा भिडियो बनाइरहेको छु। यो डच डिजिट भनेको चाहिँ के हो त? यसमा चाहिँ कुनै पनि कन्ट्री कसरी फेल हुन्छ र मानिस पनि हाम्रो पनि दैनिकी कसरी प्रत्यक्ष रूपमा यसमा डच डिजिटमा जोडिएको छ भन्ने कुरामा म यसमा आफ्नो बनाइराखिरहेको छु। डच डिजिट भनेको कुनै पनि देश एउटै आय स्रोतमा निर्भर हुनु हो। जस्तो एउटै आय स्रोत भनेको जस्तो नेपाल अहिले चाहिँ हाम्रो देश नेपाल अहिले चाहिँ रेमिट्यान्समा निर्भर रहेको छ। रेमिट्यान्स बाहेक हाम्रो देशको इन्कम इन्कमको सोर्स ट्याक्सले त्यति धेरै छैन, ट्याक्स अलिकति मात्र छ, नत्र भने रेमिट्यान्सले चलेको छ। त्यस्तै उदाहरण दिँदा जस्तो भेनेजुएला है, नर्वे, स्विडेनहरू यिनीहरू चाहिँ पहिला चाहिँ तेलको धेरै भण्डार भएका देशहरू, पछि चाहिँ नर्वे स्विडेनहरूले त अब आफ्नो अरू चिजमा लगानी गरे र तिनीहरू त्यहाँबाट मुक्त भए। जस्तो भेनेजुएला छ नि, अहिले भेनेजुएलाको आय स्रोत भनेको तेल मात्र हो। अब यदि इनकेस भोलिका दिनमा उसको तेल सकियो अथवा कुनै समस्या आयो भने उसको आर्थिक सङ्कट सुरु हुन्छ हैन। अहिले भेनेजुएलाको आर्थिक सङ्कट हुनुको मेन कारण नै डच डिजिज हो। यो कुरा हाम्रो दैनिकीमा पनि लागू हुने गर्दछ। जस्तो हामी पनि एउटै आय स्रोतमा निर्भर हुन्छौँ। जस्तो कुनै कर्मचारी अथवा नेपाल सरकारको कर्मचारी एउटै स्रोतमा मात्र निर्भर हुन्छ हैन। जस्तो उसले जागिर खाएको हुन्छ, त्यो जागिर मात्र उसको इन्कमको स्रोत हुन्छ र जागिरबाट बचाएको पैसा अलिअलि गुजारा गर्दै जोड्दै उसले चाहिँ के गर्छ भन्दा जमिनमा पैसा हाल्छ। जमिनमा अनि उसले चाहिँ घर लगाउँछ, आफ्नो खाने जग्गा लिन्छ, त्यति मात्र हुन्छ। त्यसकारण यो डच डिजिज भनेको चाहिँ मानिसको जीवनमा कसरी लागू हुन्छ भने कर्मचारीको यदि इनकेस भोलि जागिर जाने भयो अथवा जागिर त्यो पद चाहिँ खारेज भयो अथवा कुनै कारणले उसले जागिर छोड्नु पर्यो भने उसको भोलिको इन्कमको स्रोत चाहिँ हुँदैन। त्यसकारणले यो डच डिजिज भन्ने कुरा चाहिँ कर्मचारीमा पनि लागू हुन्छ अथवा हामी आम नागरिकमा पनि लागू हुन्छ। त्यस्तै एउटा व्यापारी एउटै मात्र व्यापार छ, भोलिका दिनमा कुनै कारणवश उसको पसल अथवा व्यापार बन्द गर्नु पर्यो भने उसको आम्दानीको अर्को स्रोत हुँदैन, त्यो पनि डच डिजिज हो। अनि त्यस्तै भनौँ न, खेलाडी छ, कुनै खेलाडी खेलिरहेको छ, अचानक उसको कुनै हात खुट्टा अथवा कुनै पनि शरीरको अङ्गमा चोट लाग्यो, भोलिका दिनमा उसले खेल्न सक्दैन भने उसको कमाई बन्द हुन्छ, इन्कम सोर्स बन्द हुन्छ। त्यस्तै अरू पनि छ। जस्तो एउटा किसान छ, किसानले खेतबारीमा काम गर्दै कमाउँछ, यदि इनकेस उसको एक साल अथवा बाढी आएर त्यो सबै खेतबारीहरू बगाएर लग्यो भने चाहिँ उसको इन्कमको स्रोत बन्द भयो। त्यो पनि डच डिजिजको उदाहरण हो। त्यसकारणले हामीले चाहिँ यो डच डिजिजबाट बच्नका लागि मल्टिपल इन्कम सोर्सहरू बनाउनु पर्ने हुन्छ। जस्तो कुनै पनि देशले, जस्तो नेपालको अहिले आय स्रोत भनेको रेमिट्यान्स नै हो। रेमिट्यान्सलाई नेपाल सरकारले के गर्नुपर्छ भन्दाखेरि विभिन्न ठुल्ठुला उत्पादनमूलक उद्योगहरूमा लगानी गरिदिने, अनि त्यस्तै हाइड्रो पावरहरूमा लगानी गरिदिने, पर्यटनका क्षेत्रमा लगानी गर्ने, पर्यटक आकर्षण गर्ने हैन, विभिन्न हुन्छ हैन। त्यसमा चाहिँ लगानी गर्यो भने अनि मल्टिपल इन्कमका सोर्सहरू हुन्छन्, जसले गर्दा नेपाल चाहिँ डच डिजिजबाट उम्कन सजिलो हुन्छ। अथवा कुनै पनि देशले डच डिजिजबाट बच्नका लागि मल्टिपल इन्कम सोर्सहरू बनाउनै पर्छ। हामीले पनि यदि कुनै कर्मचारी छ अथवा व्यापारी छ अथवा कुनै के छ भने हामीले पनि हाम्रो दैनिक जीवनमा मल्टिपल इन्कम सोर्सहरू बनाउँदै जानुपर्छ। जस्तो म कुनै ठाउँमा काम गर्छु भने मैले अलिअलि पैसा लगानी गर्दै, अलिअलि पैसा बचत गर्दै
मैले चाहिँ अर्को ठाउँमा चाहिँ लगानी गर्नुपर्ने हुन्छ, लगानी गर्नै पर्छ। त्यो नगरे यदि नगरेमा हामी डज डिजिजमा फस्न सक्छौँ। कुनै दिनमा हाम्रो समस्या आउन सक्छ, कुनै समस्या आयो भने डज डिजिजमा फस्न सक्छौँ। त्यस कारणले कुनै पनि कर्मचारी अथवा कुनै पनि व्यक्ति अथवा कुनै पनि व्यापारीले मल्टिपल इन्कम सोर्सहरू बनाउनु पर्छ। यस्ता मल्टिपल इन्कम सोर्सहरू के हुन सक्छन् त भन्दाखेरि जस्तो शेयर बजारमा लगानी गर्ने, म्युचुअल फन्डहरूमा हैन, अनि कुनै व्यापारीले जस्तो फेन्सी पसल गर्दैछ भने उसको घरका कुनै सदस्यहरू मिलेर जस्तो फलफुलको पसल पनि सुरु गरिराख्ने हैन, अनि कुनै अब भनौँ न सागपात फलफुलको पसल सुरु गरिराखेको छ भने कसैले होटेल पनि सुरु गरिराख्ने, ताकि एउटा इन्कमको स्रोत बन्द भयो भने अर्को इन्कमको स्रोत चाहिँ नघटोस्। त्यस्तै कुनै टिचर छ, कुनै टिचर छ, मानौ उसले कक्षा 6, 7, 8मा चाहिँ उसले नेपाली विषय पढाइरहेको छ भने उसले के गर्न सक्छ भन्दाखेरि आफ्नो फ्यामिली परिवारलाई कुनै एउटा व्यवसाय गरेर राखिदिन पनि सक्छ र प्लस बिहान बेलुका चाहिँ एउटा व्हाइट बोर्ड किनेर त्यो व्हाइट बोर्डमा उसले आफ्नो विषयसँग सम्बन्धित भिडियोहरू बनाएर युट्युबमा पनि राख्न सक्छ हैन। त्यो पनि मल्टिपल इन्कमको स्रोत भयो। त्यस कारणले हामीले के बुझ्नुपर्छ भने यो डज डिजिजबाट बच्नका लागि मल्टिपल इन्कम सोर्सहरू बनाउनै पर्छ। हामी देश परदेशमा रहेका साथीहरूलाई पनि यो के मेरो सुझाव रह्यो भने इन्कमका स्रोतहरू मल्टिपल हुन्छ, बनाउन सकिन्छ, बनाउनु पर्छ। जस्तो म पनि अहिले परदेशमा काम गरिरहेको छु। मैले पनि यदि भोलिका दिनमा इनकेस मैले घर जानु पर्यो भने मेरो कमाइको स्रोत अथवा मैले पनि त्यहाँ इनकेस भोलिका दिनमा घर जानु पर्यो भने मैले घर गएर अथवा यहाँ काम छोडेर घर जानु पर्यो भने मैले घरमा गएर इन्कमको स्रोत बन्द भएर हात बाँधेर बस्नु नपरोस्। किनभने हाम्रो के हुन्छ भने इन्कमका स्रोत बन्द भयो भने हामीलाई धेरै समस्या आउँछ भन्ने कुरा हामीलाई थाहा छ। हामीले त्यसकारणले हामीले के गर्न सक्छौँ भने यहाँबाट जो पैसा अलिकति 2-4 रुपैयाँ बचाएर हामीले पठाउँछौँ त्यसलाई चाहिँ फिक्स्ड डिपोजिटमा राख्न सक्छौँ ब्याङ्कमा, अथवा शेयर मार्केटमा लगानी गरेर राख्न सक्छौँ, अथवा कुनै सेक्टर भनौँ न जसले नियमित आमदानी भइरहेको छ, अथवा कुनै व्यापार हाम्रा घरका कतिपय सदस्यहरू घरमा पनि छन् उनीहरूलाई व्यापार व्यवसाय सुरु पनि गराउन सक्छौँ। अथवा अनलाइनमा हामीले कन्टेन्ट बनाएर जस्तो युट्युबमा, फेसबुकमा, टिकटकमा हामीले कन्टेन्ट बनाएर हैन यसको मल्टिपल इन्कम सोर्सहरू पनि जेनेरेट गर्न सक्छौँ। त्यस कारणले हामीले चाहिँ यो डज डिजिजबाट बच्नका लागि मल्टिपल इन्कम सोर्सहरू अनिवार्य नै बनाउनु पर्छ साथीहरू हैन। तपाईहरुले कस्तो लाग्छ, डज डिजिज बनाउनु पर्छ होला या बनाउनु पर्दैन होला, अथवा यसका समस्याहरू नभयो भने के हुन्छ, तपाईहरुले भोग्नु भएको समस्या के छन् त कृपया कमेन्टमा सुझाव दिनु होला। त्यसकारणले मैले पनि यो डज डिजिजबाट बच्नका लागि हैन म अहिले परदेशमा काम गरिरहेको छु, मैले पनि यो डज डिजिजबाट बच्नका लागि भनेर नै युट्युब च्यानल सुरु गरेको छु। कृपया सब्स्क्राइब गरेर सहयोग गरिदिनु होला। लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब चाहिँ हजुरहरूले अनिवार्य गरिदिनु होला। मेरो भिडियोहरू विभिन्न जानकारीमूलक भिडियोहरू सधैँ आउनेछन्। म नेपाल स्टक एक्सचेन्जसँग शेयर मार्केटको बारेमा मैले अध्ययन गरेको छु, त्यो सम्बन्धी भिडियो पनि ल्याउने छु। विभिन्न अब भनौँ न देश विदेशमा रहेका नेपाली दाजुभाइहरूको पीडा पनि ल्याउने छु म। विभिन्न हैन कन्टेन्टहरू, यस्तै जानकारीमूलक कन्टेन्टहरू त मेरो हैन यसमा एमबी एक्सप्लेन्समा आइरहेको हुन्छन् हैन। कृपया लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरिदिनु होला। अनि मैले जाँदा के भन्न चाहे भने तपाईहरुलाई डज डिजिजबाट बच्नका लागि मल्टिपल इन्कम सोर्सहरू अनिवार्य नै बनाउनु पर्छ। यो मल्टिपल इन्कम सोर्सहरू के हुन सक्छन् कृपया तपाईहरुले जानेसम्मका मल्टिपल इन्कमका स्रोतहरू चाहिँ यहाँ राखिदिनु होला कमेन्टमा। मल्टिपल इन्कमका स्रोतहरू नभयो भने धेरै दुःख पाइन्छ साथीहरू हैन। जस्तो म अहिले परदेशमा काम गरिरहेको छु, यदि इनकेस भोलि मलाई के अप्ठ्यारो पर्यो, साह्रो अप्ठ्यारो पर्यो, मैले कमाइ गर्न सकिनँ अथवा भने मेरो घरमा बुवा आमा हुनुहुन्छ, भाइ छ, अनि त्यस्तै मेरो म्याडम, 2टा छोराछोरी छन्, मेरा 2टा छोराहरू छन्।
तिनीहरूले स्कुल पढिरहेका छन् हैन। यदि मेरो काम छुट्यो भने सबैको काम चाहिँ लथालिङ्ग हुन्छ। त्यसकारणले एउटाको काम छुट्दाखेरि दोस्रोको जीवनमा कुनै असर नपरोस्। एउटा काम छुट्दाखेरि अर्को इन्कमको स्रोतबाट चाहिँ आम्दानी भइरहोस् भन्ने उद्देश्यले नै हामीले मल्टिपल इन्कमका स्रोतहरू जेनेरेट गर्नुपर्छ साथीहरू। त्यसकारणले मैले युट्युबमा भिडियो बनाउन सुरु गरेको छु। कृपया सब्स्क्राइब गरेर सहयोग गरिदिनु होला। तपाईहरुले पनि बनाउनु भएको छ भने मलाई मेन्सन गरिदिनु होला, मैले पनि तपाईहरुलाई सब्स्क्राइब गरिदिने छु भन्दै आजको भिडियो यति नै है त। थ्यांक यू।